नमस्ते अनि स्वागत छ द रविज भाइन युट्युब च्यानलमा। आजको हाम्रो विषय रहेको छ 2025 रोमानियाको वर्क परमिट सस्पेन्डेडको बारेमा। सुरुमा यो बुझौँ कि वर्क परमिट सस्पेन्डेड भनेको के हो। वर्क परमिट सस्पेन्डेड भन्नाले युनियन र फेक फाइललाई चेक जाँच गरी अनुसन्धान गर्ने हो। अहिले सामाजिक सञ्जालहरूमा धेरै दुविधा अनि कौतूहलता रहेको हुनाले अनि धेरै शुभेच्छकहरूको मेसेज आएको हुनाले हामीले यस फर्मलाई चिन्नको निमित्त तपाईहरू सामु तथ्यसहित यो भिडियो प्रस्तुत गर्दैछौँ। हालसम्म रोमानियाले प्रत्येक वर्ष विभिन्न देशहरूबाट 1 लाख श्रमिक भित्राउने क्रममा पहिलो वर्षहरूमा वर्क परमिटको खासै दुविधाहरू थिएन। जब जनवरीदेखि रोमानिया फुल्ली सेन्जनमा सामेल भयो तब धेरै देशहरूबाट अधिक मात्रामा कामको लागि वर्क परमिट फाइल सबमिसन भयो, जसमा बङ्गलादेश पाकिस्तानबाट अधिक मात्रामा फेक वर्क फाइल बनाई स्लटहरू रिजर्भ गरेर फेब्रुअरी मार्च महिना भित्र नै अक्टोबरसम्म 1 लाखभन्दा बढी वर्क परमिटको सबमिसन डेट पुग्न गयो। यही कुराहरूलाई मध्यनजर गर्दै रोमानिया इमिग्रेसन सरकारले चेक जाँच गर्दा फेक वर्क परमिट फाइल बनाई अनावश्यक रूपमा स्लटहरू रिजर्भ गरेको जानकारी प्राप्त भयो। तब तत्काल रोमानिया सरकारले अप्रिल महिनामा अनलाइन अपोइन्टमेन्ट सस्पेन्डको नोटिस जारी गर्यो। सस्पेन्ड भन्नाले वर्क परमिट आउँदै नआउने भन्ने होइन। सबमिट भइसकेको फेक र ओरिजिनल वर्क परमिट फाइल सबमिसनलाई सहजीकरण गर्नको निमित्त आउने अक्टोबरसम्म रोमानिया सरकारले अनलाइन अपोइन्टमेन्ट डेट बुकिङ भने बन्द गरेको छ। अब तपाईहरूको जिज्ञासा नम्बर 1, के अब वर्क परमिट आउँछ त? नम्बर 2, के अब हामीले अक्टोबरसम्म वर्क परमिट नै नपाउने हो र? यस विषयमा भन्नुपर्दा जो जतिले अप्रिल महिनाभन्दा अगाडि तपाईहरूको कम्पनीले वर्क परमिटको लागि फाइल सबमिसन गरेको छ उहाँहरूको वर्क परमिट मजाले आउँछ। तर तपाईहरू जाने रोमानियाको एजेन्सी र कम्पनीहरू पनि फुल्ली युनियन हुनुपर्छ र गभर्नमेन्टको ब्ल्याकलिस्टमा नपरेको हुनुपर्छ। अनि अर्को कुरा, सर हाम्रो वर्क परमिटको डेट जुलाई, अगस्त, सेप्टेम्बर, अक्टोबरमा छ, वर्क परमिट आउँछ त भन्नुभएको छ। यस विषयमा मैले अघि भने चाहिँ तपाईहरूको वर्क परमिट आउँछ। जस्ट यति मात्रै हो कि अप्रिल महिनादेखि चाहिँ आजको दिनसम्म अक्टोबर महिनाभित्रमा तपाईहरूले नयाँ वर्क परमिटको डेट अनलाइन बुक गर्न भने मिल्ने छैन। जतिको अनलाइन बुक र सबमिसन भइसकेको छ उहाँको वर्क परमिट भने आउँछ। अब कुरा रह्यो अक्टोबरसम्म किन सस्पेन्डेडमा राख्यो त वर्क परमिट। अघि भने चाहिँ फेक फाइलहरूलाई चेक जाँच गर्न, रोमानियामा भएको फ्रड, एजेन्सी र ब्ल्याकलिस्टमा परेको कम्पनीलाई छानबिन गरी कारबाहीको दायरामा ल्याउन, अनि अब उपरान्त फेक फाइलहरूले गर्दा अपोइन्टमेन्ट लिन झमेला नहोस् भनेर रोमानिया सरकारले सस्पेन्डेड अनि चेक एन्ड ब्यालेन्समा राखेको हो। चेक एन्ड ब्यालेन्सले पूर्णता पाएसँगै पूर्ण वर्क परमिटको अनलाइन अपोइन्टमेन्ट खुल्ने विभिन्न स्रोत जानकारीहरू बताउँछन्। यस्तै अनलाइन इन्फर्मेसन जानकारी प्राप्त गर्न हाम्रो च्यानललाई लाइक, सब्सक्राइब अनि कमेन्ट गर्न नभुल्नुहोला। धन्यवाद।